अथ अष्टादशोऽध्यायः नागिनी व्रतकृत उपाख्यानम्। अब सबै श्रोताले एक चित्त भएर कथा सुन्नुहोला। हामी हरेक दिन 5 बजे नयाँ अध्याय प्रसारण गर्नेछौँ। हामीसँग सधैँ साथमा रहनुहोला। अथ अष्टादशोऽध्यायः नागिनी व्रतकृत उपाख्यानम्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यसपछि महादेवले विष्णुलाई बिदा दिई जालन्धरसित युद्ध गर्न लाग्नुभयो। दिनभरि महादेव र जालन्धरको भयङ्कर सङ्ग्राम भयो। अर्को दिन बिहान भएपछि वृन्दाको पतिव्रता धर्म विष्णुले हरण गरिसकेका हुनाले जालन्धर शक्ति क्षीण भई महादेवसित युद्ध गर्न नसकी आकाशमा गएर माया युद्ध गर्न लाग्यो। महादेव पनि आकाशमै गएर युद्ध गर्न लाग्नुभयो। त्यसपछि जालन्धरको शक्ति क्षीण भएको जानी विष्णुले वृन्दाको सत्य डगाइसकेछन् भन्ने ठानी तेजिलो त्रिशूल लिई तिनै नेत्रबाट अग्निको ज्वाला निकाली क्रोधपूर्वक जालन्धरको छातीमा प्रहार गर्नुभयो। त्यस त्रिशूलको चोटले जालन्धर अन्तपुरको चोकमा ठूलो आवाज गरेर पछारियो। त्यो चर्को शब्द सुनि वृन्दाले के को शब्द हो भनी हेर्न जाँदा आफ्नै स्वामी जालन्धर मरेको देखि अनेक प्रकारले विलाप गर्दै रुन लागिन्। हे स्वामी, मलाई यस्तो अवस्थामा एक्लै पारेर किन जानुभयो? पापिष्ट विष्णुले छल गर्दा तपाईँको यो गति भयो र मेरो यो अवस्था भयो। तपाईँ बिना म प्राण राख्न सक्दिनँ। तपाईँ जहाँ जानुभयो म पनि उहीँ जान्छु भन्दै केश फिजाई विष्णुको मुखमा हेरेर भन्न लागिन्, हे पापिष्ट विष्णु, तिमीले छली मेरो पतिव्रता धर्म नष्ट गरिदिनाले मेरा स्वामीको यो गति भयो। अब म तिमीलाई श्राप दिन्छु। झार हुनु परोस् 1, घाँस हुनु परोस् 2, वृक्ष भएर रहनु परोस् 3, ढुङ्गा भएर रहनु परोस् 4 भनी आफ्ना स्वामीसित सती गई वृन्दाले देह त्यागिन्। हे अगस्त्य मुनि, पतिव्रताको शराबबाट भगवान विष्णुको अंशका रूपमा उत्पन्न तुलसीका पातहरूले जो व्यक्ति हरिको पूजा गर्छ उसलाई कुनै पापले छुन सक्दैन, जसरी पानी माथि रहेको कमलपत्र पानीले भिज्दैन। तुलसीप्रतिको श्रद्धा र नियमित पूजा मानिसलाई मानसिक रूपमा सचेत, संयमी र आत्मनियन्त्रित बनाउँछ, जसले नकारात्मक कर्मबाट जोगाउँछ। एकादशीका दिन तुलसी पत्रले विष्णुको पूजा गर्दा ठूलो दान सरह फल मिल्छ। वास्तवमा उपवास, संयम र ध्यानसँग जोडिएको यस्तो अभ्यासले शरीर र मन दुवैलाई शुद्ध बनाउँछ। तुलसीको पूजा गर्दा जन्म जन्मका पाप नाश हुन्छन् भन्ने भाव आत्मसुधार र चेतनाको परिष्कारसँग जोडिएको छ। तुलसी सधैँ दर्शन र ध्यान योग्य मानिन्छ। रोपिएको तुलसीले जति जरा फैलाउँछ त्यति पुण्य बढ्छ। औषधीय गुणले मानव स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ। जसले तुलसी रोप्छ र हुर्काउँछ उसका कुलमा जन्मिने सबैले वैकुण्ठ पाउँछन्। सकारात्मक संस्कार पुस्तान्तरसम्म सर्छन्। तुलसीको दैनिक सेवनले रोग घट्छ। गंगा स्नान र तुलसी स्पर्श फलदायी छ। तुलसीका पातले नारायणको पूजा गर्ने व्यक्ति मुक्त हुन्छ। सकारात्मक जीवनशैलीले मानिसलाई भय, रोग र अज्ञानबाट मुक्त गर्छ। हे अगस्त्य मुनि, झार हुनु परोस् भन्ने सती वृन्दाको शराबले कुश रूपमा झार हुनुभएको विष्णुका अधिकांश शक्ति रहेका छन्। कुशे औँसीका दिन जरै समेत उखेलेर राखेको कुश फेरि अर्को कुशे औँसी नआएसम्म पवित्रै रहन्छ। कुश राखिदियो भने दिनभरि दूध अत्यन्त पवित्र रहन्छ। पानीमा कुश हालेर राखिदियो भने ग्रहण लाग्दा हुने वातावरणको दूषित दोष त्यस पानीमा पर्दैन। कुश चोभेको जललाई विष्णुको चरणोदक नै मानिन्छ। यसै उसले कुशले जल छर्किएर अभिषेक गरिन्छ। अशुद्ध भएको वस्तुलाई कुश जलले शुद्ध, पवित्र पारिन्छ। यसकारण सबैले कुशलाई साक्षात विष्णु स्वरूप नै मान्दछन्। प्रत्येक वनस्पतिमा सधैँ कुनै न कुनै गुण अवश्य रहेको हुन्छ। कुशमा साक्षात विष्णु नै रहनु भएको हुन्छ। त्यसैले तिल, जौ, जल सहितको कुशले संकल्प गर्दा पहिले हरि ओम तत्सत भनिन्छ। सती वृन्दाको रुख हुनु परोस् भन्ने श्रापले गर्दा आफ्नो एक अंशले विष्णु भगवान पिपलको रुख हुनुभयो। तसर्थ पिपलको रुखलाई मान्छेहरू साक्षात विष्णु रूप जस्तै ठानेर नर वा नारी सबैले प्रयत्नपूर्वक प्रत्येक शनिश्चरबार मात्र पूजा गर्ने गरून्। जीवनमा बार बार नसके पनि
एकपल्ट शनिबारको दिन पारेर यथाशक्ति गरी पिपलको प्रदक्षिणा 1,00,000 अवश्य पुर्याउन्। पिपलको फल पाकेको महिनामा वन्ध्या नारीले यदि शनिबारको दिन पारी पिपलको रुखमुनि विधिपूर्वक लक्ष्मी नारायणको पूजा गरून्। पर सरेको 14 रात बितेको भोलिपल्टको दिनमा गाईको दुधमा पिपलका पाकेका फल 2 तोला जतिको खीर पकाएर त्यो दिन त्यो खीर मात्र खाएमा वन्ध्या नारी पनि सिधा अङ्ग प्रत्यङ्गका पति सम्भोगले गर्भिणी हुन्छे। प्रति शनिबार पिपलको पूजा गरेर फलामको दक्षिणा चढाउनाले 7.5 शनि दशा हुनेलाई शनिश्चरले पिर्दैन। अनि पिपलको पूजन, दर्शन, स्पर्शन, प्रदक्षिणा यी सबै शनिश्चरबार मात्रै गर्नु राम्रो हुन्छ। पिपलको वृक्षमा शनिश्चरको पनि वास छ र अरू भूत प्रेत, पिशाच, राक्षस, साकिनी, डाकिनी आदिको वास पनि छ। हे अगस्त्य मुनि, त्यसरी वृन्दाको सत्य डगाउने काम सकि शिवजीसँग विदा भई विष्णु भगवान वैकुण्ठ धाम गएपछि शिवजी आफ्नो काम फत्ते पारी हर्षले साँढेमा चढी सकल देवता अघि पछि लगाई अनेक खुसीका बाजा बजाए, अप्सराले नाची, गन्धर्वले गीत गाई, पुष्प वृष्टि गर्दै कैलाशमा प्रवेश गर्नुभयो। अनि प्रमथगण सहित शिव शक्ति स्वरूपले रहनुभयो। त्यसपछि सबै देवताहरू शिवजीसित विदा मागेर आफ्ना आश्रममा गई आनन्दपूर्वक रहन लागे। हे अगस्त्य मुनि, अब पातालका कुरा कहन्छु, तिमी ध्यानपूर्वक सुन। पार्वतीको आज्ञाले अश्वत्थामा ऋषि सप्तपातालको मूल रसातलमा पुगे। कस्तो पाताल भने सूर्यको प्रकाश झैँ प्रकाशमान भएको अनेक प्रकारका रत्नहरू जडेर बनाइएको सुवर्णको पुरीमा असंख्य सम्पत्ति भएका शेषनाग, तक्षकनाग, कैकटकनाग, पद्मनाग, शङ्खनाग, कुलिखनाग र परुणनाग बसेका र नागिनीहरू पनि गहना एवं उत्तम वस्त्रालङ्कार पहिरी ऊभन्दा ऊ राम्री भएर बसेका। त्यस्तो स्थानमा पुगेपछि अश्वत्थामाले, हे शेषनाग, पार्वतीको आज्ञाले श्री स्वस्थानी परमेश्वरीको व्रत गराई जो दुःखी छन्, जो दरिद्री छन्, जसका पुरुष छैनन्, जो सन्तानहीन छन्, तिनको उद्धार गर्न म यहाँ आएको हुँ। यहाँ कोही दुःखी छन् भनी सोधे। अश्वत्थामाको वचन सुनी शेषनागले भने, हे ऋषि, त्यहाँ त्यस वनको नजिकै शङ्खचूड नाग, रत्नचूड नाग, कृपादत्त नाग र धार्तराष्ट्र नागको घर छ। तिनका स्त्रीहरू साह्रै कष्टमा छन्, त्यहीँ गएर सोध्नुहोस्। यति शेषनागले भनेपछि अश्वत्थामा त तिनै नागिनीहरू कहाँ गए। त्यहाँ शङ्खचूड नागकी स्त्री हीरावती, रत्नचूड नागकी स्त्री रत्नावती एवं कृपादत्त नाग की स्त्री मृगावती एवं धार्तराष्ट्र नाग की स्त्री मदनावती थिए। इता ती नाग नागिनी परस्पर अनन्य प्रीतिले बस्दा दैव संयोगले दुःख पाई घरमा बस्न नसकी ती चारैजना नागहरू परदेश गएका रहेछन्। अनि नागिनीहरू पनि पति परदेश गएपछि दुःखका दिन बिताउन लागेका रहेछन्। ती नागहरू परदेश लागेको 12 वर्ष बित्दा पनि नागहरूले नागिनीहरूको र नागिनीहरूले नागहरूको केही समाचार पाउन सकेका थिएनन्। अश्वत्थामा ऋषि उहीँ पुगे। ती नागिनीहरूले अश्वत्थामा ऋषिलाई देखेर सोधे, हे अश्वत्थामा ऋषि, आज हामी पापिनीका घर के कामले आउनुभयो? तब अश्वत्थामा भन्दछन्, हे नागिनी हो, पार्वतीको आज्ञाले श्री स्वस्थानी परमेश्वरीको व्रत गराई जो दुःखी छन्, जो दरिद्री छन्, जसका पुरुष छैनन्, जो सन्तानहीन छन्, तिनको उद्धार गर्न आएको हुँ। यति अश्वत्थामाको वचन सुनि नागिनीहरूले मनमा आनन्द माने, हे ऋषीश्वर, हामी दुःखी पनि छौँ, दरिद्री पनि छौँ, हाम्रा सन्तान पनि छैनन्, पुरुष पनि छैनन्, अतः हामीलाई त्यो व्रत अवश्य गराउनुहोस् भनी नागहरू परदेश गएको र आफूले दुःख पाएको सबै विस्तार गरिसकी आदरपूर्वक उनीहरूलाई आसनमा बसाले। अनि अश्वत्थामा भन्दछन्, हे नागिनी हो, सत्ययुगमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको विधि भन्दछु।
पौष शुक्ल पूर्णिमादेखि पवित्र भई एक भक्त रही एक चित्त गरी मेरो फलानो कामना सिद्ध होस् भनी नित्य मध्याह्न कालमा श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नु। माघ शुक्ल पूर्णिमाको दिन 108 रोटी, 108 अक्षता, 108 बेली पुष्प, 108 यज्ञ सूत्र, 108 पान, 108 कुँडका सुपारी, जौ, तिल, फल फूल आदि सबै तयार पारेर गंगा जलले स्नान गराउनु र श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, अबीर, पुष्पमाला चढाई अर्पण गर्नु। यसरी पूजा सकेर अर्घ्य दिनु अनि प्रसाद झिकेर 8 रोटी, 8 अक्षता, 8 पुष्प सगुन समेत आफ्ना पुरुषलाई दिनु। पुरुष नभए छोरालाई र छोरा नभए मित छोरालाई तथा मित छोरा पनि नभए मेरो फलानो कामना पूर्ण होस् भनेर गंगामा बगाउनु अनि रात्रिमा जागराम बस्नु। यति गरेपछि तिमीहरूको दुःख नाश होला। यसमा अन्यथा नमान्नु। यति अश्वत्थामाले भनेको सुनि नागिनीहरू खुसी भई भन्न लागे, हे अश्वत्थामा ऋषि, तपाईं बसेर नै यो व्रत गराई हामी अभागिनीहरूको उद्धार गरिदिनुहोस्। यति भनी ऋषिलाई सम्मानपूर्वक घर लगेर बसाइराखे। त्यसपछि पौष शुक्ल पूर्णिमा आयो र विधिपूर्वक व्रत आरम्भ गराए। महिना दिन पुगेपछि माघ शुक्ल पूर्णिमाको दिन समस्त सामग्री तयार गराए, स्वस्थानी परमेश्वरीको पूजा गराए र स्तुति गर्दा गर्दै पूर्व दिशाबाट 1000 सूर्यको जस्तै तेज भएकी श्री स्वस्थानी परमेश्वरी प्रकट भई दर्शन दिई, हे नागिनी हो, तिमीहरूको श्रद्धा भक्तिले म अत्यन्त प्रसन्न भएँ, वरदान माग। अनि ती नागिनीहरूले विनती गरे, हे ईश्वरी, हाम्रा स्वामीहरू चाँडै आइपुगुन् भनी वर मागे अनि ईश्वरीले तथास्तु भनी वरदान दिइन्। त्यसपछि प्रसाद झिक्न लाग्दा श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले परदेशबाट नागहरू आइपुगे र नागिनीहरूले मनमा आनन्द माने, धन्य धन्य श्री स्वस्थानी परमेश्वरी भनी प्रसाद झिकेर आफ्ना पतिलाई दिए। त्यस्तै दिनदेखि ती नाग नागिनीहरू असंख्य सम्पत्ति पाएर आनन्दले रहन भए। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां नागिनी व्रतकरणं नाम 18 अध्यायः। समस्त श्रोताहरूले पुस्तकमाथि पुष्पाञ्जली चढाई पुस्तकलाई ढोग्नु र आफ्ना मनको इच्छित वरदान माग्नु। उपनयतु मङ्गलमा सकल जगन्मङ्गलाय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निभेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी शस्यशालिनी देशोऽयं शोभरहितो ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सधना सन्तु जीवन्तु शरदा शतम् तत्प्रेव गङ्गा यमुना चत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसङ्गः या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मा पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावा करोमि यद्दत् सकलं परस्मै नारायणाय
समर्पयेतत् श्रीस्वस्थानी देव्यार्पणमस्तु।